तो हेलो गुड मर्निङ गाइज र अहिले चाहिँ हामी मतलब फेरिबाट यहाँ है हाम्रो होटेलबाट चाहिँ हिँडिसक्नु आदि त हिँडिसक्यो आन्टी म अङ्कल चाहिँ छोड्यौँ है यहाँ हाम्रो म्याडमको होटेलमा थियौँ आज हामी है एकदम खाना चाहिँ एकदम दामी पाउँछ यहाँनिर हेर्नु सक्नुहुन्छ अब यहाँदेखि चाहिँ यात्रा सुरु हुन्छ अहिले कति बज्छ आन्टी 2 बज्नु लाग्यो ल 2 बजी चाहिँ हामी हिँड्न आँटेको सुताइ छैन तपाईको अम्बौ 2 बजी पनि यस्तो छ है गाइज हेर्नु सक्नुहुन्छ यहाँ आउने जाने भक्तजनहरू यो चाहिँ बिहान 2 बजीको ल अङ्कल ओए गाइज अहिले चाहिँ लाइटको मात्रै फक्स आउँदैछ है यहाँ आन्टीले लाइट बोकिरहेछ ए अङ्कलले रहेछ समीर मामा अङ्कल कता कता मात्रै देख्दैछ केही छैन बाटो चाहिँ अहिले तपाईँहरूलाई अलिक उज्यालो भएर देखाउँछु ल हल्का उज्यालो भाइ यो चाहिँ हिउँ हो ल फाइनली गाइज आधी घन्टा बाद हाम्रो यहाँनिर टोलीहरू आइपुगिसकेका छन् सो गाइज यहाँ हाम्रो टोलीहरू आइसक्नु भएको छ है जय माता दी लेट्स रक हेलो गाइज वेलकम ब्याक टु द च्यानल र मेरो आन्टी मलाई थाहा थियो कराउँछ जस्तो लाग्यो आन्टी आइपुगेछ रेड बुल छ कहाँ छत्री घन्टा लाग्यो भन् त हिलो आन्टी आइपुग्यो अब अङ्कलको इन्तजार गरिरहेछु ल फाइनली समीर मामा फाइनली गाइस समीर मामाले अर्कै खालके धुप्पो बालेछ त ओरिजिनल के गरेको यो मा के हो यो यस्तो दिएदिन मैले ल ओरिजिनल मान्छेसँग हिँड्ने नि यस्तो धुपहरू पनि पाउँदो रहेछ हेलो गाइस जय माता दी सबैको जसले पनि हेरिरहनु भएको छ सबैको माताको आशीर्वादले परिपूर्ण होस् भरिपूर्ण होस् सुख शान्ति समृद्धि होस् जय माता दी ल गाइस भ्यू चाहिँ यस्तो ल गाइस अहिले चाहिँ हामी भित्र पसिरहेछौँ भित्रको चाहिँ यस्तो छ है बिचारा बाबुले तङ गरिरहेछ ल गाइस हल्का हिउँ पनि छ यतापट्टि चाहिँ बादलहरू हो एकदमै रमाइलो हजुर मामा के हो यो त एडिट गरेको भन्दा दामी आउँदैछ त भ्युज त जय माता दी हेलो गाइस आजको दिन चाहिँ है अब माता पाथिभरामा चाहिँ अहिलेको नजारा भन्नुपर्दा चाहिँ साथ हामी स्वर्गमा छौँ हेर्नुहोस् हिमाल मुनि बादल यहाँनिर हिउँ है मिठो घामको किरण अगाडि पाथिभरा माता है वरिपरि भक्तजन होइन त्यसले गर्दाखेरि हेर्नुहोस् यो आज जति पनि भक्तजनहरू आउनु भएको छ उहाँहरूलाई माताले एउटा मिठो
आशीर्वाद कृपा दृष्टि है दिनुभएको छ होइन। आजको भक्तजनहरूलाई माताकोबाट कृपा दृष्टि राम्रो भएको छ। अनि यहाँ जसले हेरेर बस्नु भएको छ उहाँलाई पनि माता रानीको कृपा दृष्टि आशीर्वाद सधैँ बनिरहोस् है। अनि हाम्रो भ्लगरले पनि यस्तो दुःख गरेर बनाइदिनु भएको छ। लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है। थ्याङ्क यू मामा, थ्याङ्क यू गाइस। जय माता दी, जय माता दी, जय माता दी, भाइरल से बोल्नु, जय माता दी, झुम से बोल्नु, जय माता दी, जय माता दी, जय माता दी, जय माता दी, आमा कस्तो साथी भएर छोडेर हिँड्नु छैन त प्लान चान गरे त लट्ठीहरू यहाँ राखौ गाइस। होला मिसिङ चाहिँ लट्ठी समातेर बस्छ अब झोलाहरू सबै हेर्नु यो लट्ठीहरू। र यहाँ हाम्रो म्याडमहरूले चाहिँ दर्शन गरिसक्नु भयो। मिसिङ भएको मान्छेहरू पाए लु अङ्कलहरू चाहिँ पहिला आएर हामीलाई पुरा खोजायो। दुईजनाले चाहिँ एकदमै दुईजनालाई पुरा खोजायो। तलै छ होला भन्यो। गाइस यो चाहिँ इन्टरेन्स लो लाइन चाहिँ कडै रहेछ गाइस। ताप्लेजुङमा चाहिँ लाइन कडै छ गाइस। सो गाइस अहिले चाहिँ हामी लाइनमा बस्यौँ। लाइन चाहिँ यस्तो परबाट घुमेर यस्तो घुमेर होइन टक्क फेरि यस्तो घुमेर चाहिँ पर चाहिँ माताको मन्दिर छ है। र म चाहिँ अब के भन्नु है यत्रो के अरे 12 पल्ट भएको होइन। तर फर्स्ट टाइम सो यहाँनिर चाहिँ लाइन मिलाइदिनु हुँदैछ। यो चाहिँ बलि दिने जग्गा माया लाग्छ यहाँ चाहिँ। तर अब के हो यहाँ दिँदो रहेछ है। हामी चाहिँ निकै अगाडि आइसक्यौँ। अहिले चाहिँ पुरा एनर्जी आउँदैछ हामीलाई है। आया दामी घाम लाग्यो नि खतम लु है यहाँ हाम्रो दाहरू। हजुर हामी कति बेला हेरेको आन्टी? हामी 2:15 मा है गाइस अहिले चाहिँ फाइनली है यति चाहिँ लाइन पार भइसक्यो हाम्रो। हेर्न सक्नुहुन्छ तपाईँहरूले। अब चाहिँ मेन एन्ट्रेन्समा छिर्नु आँटेको छ। यो चाहिँ मेन रहेछ। ल 2 घन्टा लाइन बाद चाहिँ हामी पुग्नु आँटेको छौँ अहिले चाहिँ है। 2 घन्टा टक्क लाइन लाग्यो। यहाँ हाम्रो हलो गाइजहरू यहाँ हाम्रो हलो गाइजहरू छोडेर तल्लोपट्टि छ है। तर हाम्रोहरू हिँडेको है। अहिले चाहिँ हामीले पूजापाठ सक्यौँ है। अब एकदम शान्ति एकदमै शान्ति मनमा। तर भिडभाड चाहिँ एकदमै कडा। यस्तो भिडभाड चाहिँ मैले देखेको थिइनँ। हेर्न सक्नुहुन्छ अहिले पनि है यस्तो भइरहेछ है यहाँनिर। एकताल तपाईँहरूलाई म माताको अनुहार चाहिँ देखाउँछु नि ल। उताबाट त खिच्नु दिएन कि। र तपाईँहरूलाई म यहाँबाट देखाउँदैछु है। घरमै बसेर तपाईँले दर्शन गर्नु होला माताको अलिकति अनुहार चाहिँ। यहाँ फोटो सेसन हुँदो रहेछ है।
सरी कोही टिका लाउन आएन पर्छ छँदैछौ पुरेतलाई देखियो आज गाइज हेर्न सक्नुहुन्छ यहाँ हेरौँ है त अब पातिभारा माताको चाहिँ हाम्रो उहाँ चाहिँ मेन पुरेत उहाँलाई चाहिँ एकदमै धन्यवाद छ गुरु टिका लगाइदिनुहोस् है गुरु मलाई पनि लगाइदिनु कालो छ होइन बाजे यहाँ चाहिँ माताको प्रसाद अब जस्तो के चुन्नीहरू लान्छ पैसाहरू साटेर लान्छ है त्यसको लागि चाहिँ हाम्रो आन्टीले छान्दैछ यहाँबाट चाहिँ छानेर लानुपर्दो रहेछ केहरू हो यस्तो छ यहाँ चाहिँ पातिभाराको नजारा चाहिँ यस्तो छ गाइज है हेर्न सक्नुहुन्छ हो र तपाईँहरूलाई आजको भिडियो यहीँनिर एन्ड गर्दैछु है थ्याङ्क यू फर लभिङ हेलो गाइज र तपाईँको माया र सपोर्टले गर्दाखेरि चाहिँ है आज हामी तप्लेजुङ मन्दिरमा आइसकेका छौँ विशेष त माया त मेरो आन्टीले गर्छ मलाई हरेक कुरोमा सपोर्ट पनि आन्टीले गर्छ हो यहाँनिर अङ्कलहरूले गर्दाखेरि चाहिँ टक्कै म पनि आज है सिलगढीको टिम र आन्टी है सिलगढी टिम मेरो समीर मामाहरू पनि धन्यवाद दिन चाहन्छु दुईजना माग्थ्यो गयो छोडेर है ठिकै छ यस्तो दामी जग्गामा ल्याइदिनु भयो त्यसको लागि धन्यवाद है तपाईँहरू पनि आउनु इच्छा गर्नुहुन्छ भने चाहिँ भन्नुहोस् है हामी यसो यहाँ आन्टीसँग कन्ट्याक्ट गर्नु होला पारा मिलाएर ल यस्तै छ हो थ्याङ्क यू र आजको भिडियोको ब्लग चाहिँ म यहाँनिर पातिभारा मन्दिरमा एन्ड गर्न चाहन्छु थ्याङ्क यू सो मच फर यर लभ एन्ड सपोर्ट हाम्रो पूजाको समाप्त भयो र तपाईँहरूलाई पनि है यही भिडियो मार्फत पातिभारा माताको दर्शन गराउन गइरहेको छु र यसरी नै माया र सपोर्ट गरिदिनु होला थ्याङ्क यू सो मच गाइज थ्याङ्क यू डोकोमा मैले हिँडिहाल्छु आउनु पर्यो डोकोमा पोकाएर ल यहाँ चाहिँ म सक्दिनँ होला अर्को पालि भन्दैछ अङ्कलले आन्टीले डोकोमा भन्छ डोकोमा पोकाइदिन्छु भाइ म ल यस्तो छ यहाँको वातावरण चाहिँ तर जस फर्स्ट टाइम यस्तो दर्शन है किनभने खुलामा दर्शन गर्थेँ त्यस्तो भिडमा पनि दर्शन गरायो भयो आज है र सम्पूर्ण श्रद्धालुहरूलाई चाहिँ है फोनबाटै दर्शन गर्नु होला भनेर म आवेदन गर्छु पर्खि बजी यता पर्खिनुपर्छ नि यो चाहिँ हिउँ हो गाइस हिउँ मिरी गाउँ भने हाम्रोमा आउनुहोस् हाम्रो प्रधान होमस्टे छ हो बेलुका तपाईँले जग्गाहरू पाउनु भयो भने हाम्रो नम्बरमा कल गर्नुहोस् तपाईँले हो हाम्रो त कुम्दा दिदी बाह्र हान्देऊ पुग्नु त पुग्नु भयो कि लाइन बस्नुपर्छ कि बिस्तारै जानु
ओइ उहाँहरूलाई पनि धन्यवाद यस्तो कष्ट गरेकोमा पनि धेरै माले सुरक्षित राख्नु सबैजना सो अहिले गाइज जानुहुन्छ मसँग चाहिँ यहाँ है हाम्रो अब एकदमै है यहाँ को हो काम त छ त हौ गाइजहरू माइजू त के भयो बामे सर्दो छ त गाइज बिहान त देखाउनु सकिनँ गाइज है अब यस्तै भयो है यस्तो रहेछ अब ओह्रालो झरेको चाहिँ देखाएको दर्शन पाएर झरेको हामी त तिर माया गर्ने त कति हो कति ठाउँमा चारै गाँस खाए पनि के गर्नु आखिरीमा यही मान्छे नै चाहिन्छ हुन्छ तल गरौँ न यहाँ ल अहिले चाहिँ हामी माथिल्लो फेरिबाट होइन अङ्कल अब हामी घरतर्फ लागेको यहाँ आउँदा चाहिँ हाम्रो नरेन्द्रलाई सम्झिन्छु म हाम्रो नरेन्द्र क्या भजन गायक नरेन्द्र आमा पहिल्यै फर्स्टमै पुगेछ नि नयाँ मान्छे जानु सक्दैन होला भनेको त अङ्कलहरू त पहिल्यै दर्शन गर्नुभएछ बाटो चाहिँ यस्तो छ ए बाटो हेर्नुहोस् मुजन मोर्नादेखि गरमबाट ल गाइस ढकमक्कै गुराँस फुलेछ यहाँ त हेर्दा हेर्दै बाटो चाहिँ यस्तो छ त्यो अब त्यहाँ भन्नुपर्छ अरे हौ यहाँ एन्ट्री चाहिँ गराएँ मामा कि यहाँ एन्ट्री चाहिँ गराएँ हो जय माता दी सो वेलकम ब्याक गाइज अहिले चाहिँ हामी राँकेसम्म आइपुगिसकेको छौँ है त्यहाँनिर हेर्नुहोस् आन्टी के कस्तो भयो सपिङहरू आन्टी एकदम दामी भयो यहाँको बिजनेस गर्ने जो बहिनी रहेछ यहाँ आउनु न बहिनी एकदम राम्रो रहेछ बोली वचन पनि राम्रो रहेछ उहाँकोमा सबैले किनिदिनु होला है सामान ल घिउ पनि सब सस्तो बोली मिठो मान्छे राम्री हाँसिरहेको होइन एकदमै खुसी लाग्दो है जो पनि ताप्लेजुङबाट फर्किनुहुन्छ घरको लागि सौदा लानुहुन्छ गाडी राख्ने जग्गा पनि सुविधा रहेछ ड्राइभरहरूलाई हेर्नुहोस् दार्जिलिङबाट आउनुभएको दाजुबहिनीहरू भाइ बहिनीहरू पनि यहीँ आउनु हुनुहुन्छ गेस्टहरू हुन्छ यहीँ थ्याङ्क यू सो मच गाइस फर योर लभ एन्ड सपोर्ट हजुर हजुर